सबैलाई थाहा छ कि यो फाइनल खेल हो फाइनल खेलमा टिम अजय एफसी भर्सेस भिलाइसी एफसीको यो भिडन्त निकै नै रोमाञ्चक हुने अपेक्षाका साथ हामी प्रतीक्षाले गर्न पुगिरहेका थियौँ र यो विषय सँगसँगै हाम्रो फाइनल म्याच सुरु भइसकेको छ लेट द ब्याटल बिगिन नमस्कार दर्शक महानुभावहरू, यहाँ सम्पूर्णलाई स्वागत व्यक्त गर्न चाहन्छु। हाम्रो फाइनल खेल सुचारु भइसकेको छ। यहाँहरू सम्पूर्णले प्रत्यक्ष प्रसारण लाइभ फाइनल टच फेसबुक पेजबाट हेर्न सक्नुहुन्छ। यो उत्कृष्ट सेभ हामीले देख्न सक्यौँ सुरुवात समयमा नै पदम तामाङबाट। बलमा हामी देख्न सक्छौँ पदम तामाङ, पदमको यो बल थियो तर चेजको लागि जर्सी नम्बर 11 जानुपर्ने थियो र थ्रोइन जित्न सफल BYCFC। यो पास पदमका लागि, पदम साथी खोज्दै, पदम केही होल्ड गर्दैछन् त्यहाँ। यो राम्रो पास, साइड चेन्जिङ, जसमा 14 केही गल्ती गर्दै थिए तर आफ्नो टिमले चचाएका छन्। टमसँग राम्रो हिट, निकै नै राम्रो अवसर त थियो तर अवसर गुमाउन पुगे यहाँ BYCFC का खेलाडी। मदनको यो गल्ती इजी, यस्तो इजी टच ब्रिङ बाई मदन पौडेल, लेकिन उत्कृष्ट खेलाडी हुन् मदन पौडेल। जसमा 10 लेफ्ट ह्यान्ड साइडबाट केही साथी खोज्दै यहाँ यो गल्ती जसमा 10 बाट नो फलको इसारा रेफ्रीबाट। यो राम्रो शट, कमसँगै पावरफुल शट थियो। भाग्यताको साथमा कुरा गर्ने हो भने निकै नै अभागी रहेका छन् जर्सी नम्बर 9 का खेलाडी र उनका BYCFC टिम। निकै नै ब्याड लक रहेको छ फाइनल म्याचमा। यतिको पावरफुल शट बीममा ठोकेर फर्किनु भनेको निकै नै बाधक बनेको हो। पास पदमका लागि राम्रो टर्न, राम्रो पास, यो साइड चेन्ज हामीले देख्न सक्यौँ भर्खरै। राम्रो पास, उत्कृष्ट गोल, गोल गर्ने खेलाडी हुनुहुन्छ जर्सी नम्बर 11 BYCFC बाट। भर्खरै गोल गर्न सफल हुनुभएको छ जर्सी नम्बर 11 को खेलाडी BYCFC बाट। सुरुवाती समयमा नै आफ्नो टिमलाई अग्रता दिलाउन सफल जर्सी नम्बर 11 को खेलाडी। निकै नै रोमाञ्चक खेल प्रस्तुति भइरहेको छ। यस खेलको प्रत्यक्ष प्रसारण लाइभ भने फाइनल टच फेसबुक पेजबाट भएको यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। र यदि हजुरहरूले पनि यसै गरी लाइभ स्ट्रिमका साथ टुर्नामेन्ट कुनै प्रतियोगिताहरू गर्न चाहनुहुन्छ भने फाइनल टच फेसबुक पेजलाई पनि सम्झिन सक्नुहुनेछ र हामीलाई सम्पर्कमा राख्न सक्नुहुनेछ। यो इजी कलेक्ट हामीले देख्न सक्यौँ जर्सी नम्बर 16 का खेलाडी अजय एफसीबाट गोलरक्षक जो हुन्। साइड चेन्ज हामीले देख्न सक्यौँ जसमा 12 राम्रो टच, यो पास थियो तर यो राम्रो डिफेन्स हामीले देख्न सक्यौँ जर्सी नम्बर 9, लेकिन राम्रो स्किल आफ्नो साथी खोज्दै राइट ह्यान्ड साइडबाट जर्सी नम्बर 11 यो राम्रो पास गर्न सक्छ, पर्दा गर्ने अवसर र यो पिकलो जर्सी नम्बर 5 बाट राम्रो टच मदनका लागि, मदन साथी खोज्दै back pass to Madan and they are playing between jersey number 2 and jersey number 12। थ्रोइनमा हामी देख्न सक्छौँ यहाँ टिम अजय एफसी जो सेमी फाइनल म्याचमा हिमालयन एफसीलाई 3-0 को अन्तरले फराकिलो जितको हिसाबमा फाइनल प्रवेश गरिएको थियो। राम्रो प्रेस हामीले देखिरहेका छौँ यहाँ BYCFC बाट।
निकै नै रोमाञ्चक खेल भइरहेको छ यहाँ। त्यसमा 12 को लागि यो राम्रो पास। यो टच भने निकै नै राम्रो देख्न सक्यौँ हामीले मदन पौडेलबाट। यो पास फेरि पनि मदन पौडेललाई। मदन साइड चेन्ज गर्दै जर्सी नम्बर 10 का लागि लेफ्ट ह्यान्ड साइडबाट अट्याकिङ मुभमेन्ट क्रिएट गर्ने क्रममा छन्। यो कटब्याक गर्ने अवसर, यो राम्रो बचाउ पदमबाट। निकै नै उत्कृष्ट खेलाडी हुन् पदम तामाङ, जो मचिन्द्र एफसीबाट खेलिसकेका छन् र फुटसलमा गोलरक्षकको भूमिकामा बात दिने गरेका छन्। पदम भने प्लेइङ ग्राउन्डमा डिफेन्डरको रूपमा भूमिका खेल्ने गरेका छन् पदम तामाङ। यो स्लाइड ट्याकलिङ हामीले देख्न सक्यौँ यहाँ BYCFC बाट। थ्रो-इन जित्न सफल BYCFC। हाल समग्र स्कोर लाइन नतिजा भने BYCFC 1 छ भने टिम अजय एफसी 0। पदमको यो स्विच बल गर्न सक्थ्यो तर इजी कलेक्ट गर्न सफल। सहजै आफ्नो नियन्त्रणमा कब्जा गर्न सफल गोलरक्षक जर्सी नम्बर 16 टिम अजय एफसीबाट। गोलरक्षक लेफ्ट ह्यान्ड साइडमा मदनलाई खेल्दै, मदन आफ्नो साथी खोज्दै गोलरक्षकलाई फेरि पनि पास। राम्रो पास पनि बन्न सकेन यहाँ टिम अजय एफसी का लागि। यो सहजै नियन्त्रणमा राख्न सफल गोलरक्षक। यो राम्रो बल जर्सी नम्बर 77 का लागि। जर्सी नम्बर 10 अजय एफसीबाट आफ्नो साथी खोज्दै केही गल्ती गर्न पुगे, केही ह्याडी टच दिन पुगे यहाँ जर्सी नम्बर 11 का खेलाडी। आफ्नो अग्रता र व्यक्तिगत गोललाई डब्बर बनाउने अवसर गुमाउन पुगेका छन् यहाँ जर्सी नम्बर 11 का खेलाडी BYCFC बाट। गोलरक्षक यो राम्रो पास हाम्रो साथी खोजे जर्सी नम्बर 77 का खेलाडी टिम अजय एफसीबाट मदन पौडेल। थ्रो-इन यो राम्रो चेन्ज जर्सी नम्बर 7 का लागि। राम्रो बल पनि बन्न सकेन, कटब्याक गर्ने अवसर। यो बल व्हिसल ब्लो भइसकेको छ रविन शर्माद्वारा। फ्री किक जित्न सफल यहाँ BYCFC। राम्रो बल भने बन्न सकेन। यो टर्निङ शट गलत दिशामा फ्रेम अट्याकमा भने सम्पर्क हुन सकेन, कन्ट्र्याक्ट हुन सकेको थिएन। मदन आफ्नो साथी खोज्दै मदन पौडेल जर्सी नम्बर 2 टिम अजय एफसीबाट। जर्सी नम्बर 12 फेरि पनि साइड चेन्ज मदनका लागि। They both are playing between each other, jersey number 12 and jersey number 2. They are playing well. Motherlin looking for her strength. Manish Garjamagar giving passing in the left hand side. Throw-in. Manish give pass for Madan. Madan gives pass in the right hand of the side. Madan win the throw. It's a good pass for Team Ozai FC. He's looking for his friend to give a pass and create a chance to score a goal. Padam, goalkeeper Padam Tamang. Nice run from Manish Garjamagar. Back pass for the Madan Paudel. Madan is looking for his friend to create a more chance and
It's a good touch for BYC FC. It's a sweet spot for the number 5. It's a very good shot for the BYC FC. त्यो सँगसँगै रविन शर्माको विशेल सँगसँगै पहिलो हाफको समाप्ति यहाँहरूमा जानकारी गराउन चाहन्छु। टोनी प्रशिष्ट कि टोनीले 40,000 प्राप्त गर्नेछ। दुवै पक्षका खेलाडी टोलीहरू उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका थिए र फाइनलमा पनि उत्तिकै जागरका साथ आफ्नो खेल प्रस्तुत गरिरहेका छन्। र यो विशेल सँगसँगै दोस्रो हाफको समय सुचारू भएको यहाँहरू सम्पूर्ण म्याच जानकारी गराउन चाहे। फेरि पनि गल्ती गर्न पुगे यहाँ र फलको इसारा रेफ्री रविन शर्माबाट। मदनको यो गलत दिशामा पास, गल्तीलाई सच्याउँदै यहाँ जर्सी नम्बर 12 का खेलाडीलाई फल गर्न पुगे यहाँ BYC FC र एडभान्टेज रहेको छ यहाँ अझै FC लाई। मनिसको यो राम्रो टर्न, राम्रो पास, मदन यो लङ रेन्जर स्टटमा गएका थिए मदन पौडेल तर ब्लक आउट गर्न सफल। फेरि पनि गोल हामीले देख्न सक्यौँ। टिम BYC FC हालसम्मको स्कोर लाइन भने BYC FC 2, टिम अझै FC 0। यिनीहरू खतरा लाग्छ क्या आज, तर बबाले खेलिरह। फाइनल गेम हो भुजल सँगसँगै बल सुचारू भइसकेको छ। केही घाइते भएका थिए मैदानमा खेलाडीहरू। गोल किक जित्न सफल BYC FC। गोल किकमा हामी देख्न सक्छौँ पदमको यो क्लियर मदनको यो राम्रो पास मनिसका लागि, मनिसको यो खराब टच सँगसँगै यो गल्तीलाई सच्याउँदै गोलरक्षक जर्सी नम्बर 16 फल गर्न पुगे यहाँ जर्सी नम्बर 12 का खेलाडी। यो फ्री किकको अवसर BYC FC का लागि। पदमको यो स्विच बल हुन सक्थ्यो तर बाहिरिन पुग्यो। राम्रो कलिङ गरिरहेका छन् यहाँ पदम, राम्रो स्किल यहाँ जर्सी नम्बर 9 बाट। ह्यान्डबल
केही फाइदा देख्न सक्छौँ हामी जर्सी नम्बर 7 का खेलाडी टिम अजय एफसीबाट। यो चुनौलो अवसर खेलमा फर्किनको लागि टिम अजय एफसीका लागि यदि यो गोल भएको खण्डमा टिम अजय एफसीलाई धेरै सहजपूर्वक हुनेछ। यो प्रतियोगितामा जित हासिल गर्ने टोलीले 80,000 राशि सहित ट्रफी मेडल प्राप्त गर्नेछन् भने दोस्रो स्थान हासिल गर्ने टोलीले 40,000 मै चित्त बुझाउनु पर्नेछ। It's a nice staging ball by Madan Paudel. Goal kick. लङ रेन्ज सर्ट निकै नै फितौलो रह्यो यहाँ जर्सी नम्बर 12बाट। पोइन्ट जित्न सफल यहाँ BYCFC। राम्रो टस टिम अजय एफसीबाट। यो फाइनल खेल हो रोयल फुटसल नेपालद्वारा आयोजित यस 7 साइड ओपन फुटसल टुर्नामेन्टको यो फाइनल खेल BYCFC भर्सेस टिम अजय एफसी। निकै नै राम्रो प्रस्तुति देखाइरहेका छन् यहाँ दुवै पक्षका खेलाडी टोलीहरूले। निकै नै राम्रो खेल प्रदर्शन गरिरहेका छन् यहाँ दुवै पक्षका टोलीहरू। यस खेलको प्रत्यक्ष प्रसारण लाइभ भने फाइनल टच युट्युब च्यानल फेसबुक पेज च्यानलबाट भएको जानकारी गराउन चाहन्छु। यदि हजुरहरू पनि यस्तै लाइभ स्ट्रिम राखेर नै प्रतियोगिताहरू गर्न चाहनुहुन्छ भने फुटसल टुर्नामेन्ट लगायत ग्राउन्ड टुर्नामेन्टहरू गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ र यस प्रतियोगिता गर्नका लागि सघाउन हुने र सहयोग गर्नुहुने सहयोगी दाताहरू र सहयोगी मन भावना भएका व्यक्तिहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु र फेरि पनि आउँदो प्रतियोगिताहरूमा यसै गरी साथ सहयोग राख्नुहुने अपेक्षाका साथ बस्नेछौँ। मदनको यो पास फेरि पनि मदनलाई राम्रो स्किल मनिषबाट कटब्याक गर्ने अवसर। यो फल सुनौलो अवसर टिम अजयका लागि। करिब अन्तिम समयमा छौँ हामी खेलको 18औं मिनेटमा। फल easy collect from jersey number 16 who is presented at Team Ozay FC. It's a long range shot. He's playing quickly because his team was in down. राम्रो अवसर थियो। यो राम्रो प्रहार जसको केही थोरै भित्रबाट बाहिरिन पुग्यो। खेलाडी परिवर्तन BYCFCबाट खेलाडी परिवर्तन भइसकेको छ। हालसम्मको स्कोर नतिजा भने BYCFC 2 अजय FC 0। राम्रो सर्ट सँगसँगै उत्कृष्ट बचाव।
Wait, Manish, राम्रो पास, राम्रो पास, the switch ball, the ball, यो फ्री किकको सुनौलो अवसर फेरि पनि यहाँ हामी देख्न सक्छौँ BYC FC का लागि यदि यो गोल भएको खण्डमा 3 गोल हुनेछ र फराकिलो अन्तरले ग्याप राख्नेछ टिम अझै FC लाई करिब करिब अन्तिम समयमा छौँ हामी कर्नरको निकै नै राम्रो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् खेलको अन्तिम समयमा छौँ हामी बलको विषय मदन गल्ती गर्न पुग्यो मदन राम्रो पास 36 राम्रो प्रहार भने रहेन मदनका लागि र गोल किक दिन सफल पदन यो कटब्याक गर्ने अवसर आफैले प्रहार गर्न चाहे यहाँ राम्रो स्किल र यो विसल सँगसँगै फाइनल टिमको विजेता भेटाइसकेका छौँ फराकिलो अन्तरले नै जित हासिल गरेको छ यहाँ BYC FC ले निकै राम्रो प्रदर्शन गराएर पनि टिम अझै FC ले हार बेहोर्नु परेको छ र दोस्रो स्थान